ल बाटो बन अरे गाइज होइन म चाहिँ सामान लिएर पर्वततिर हिँड्दै थिएँ यसो सामानहरू बेच्नु पर्यो रिटेल भनेर हिँडेकै गाडी यस्तो भएछ सट्टै नाला खस्नु भएछ गाडी गाह्रो भयो आज जान सकिएन झर्नु भयो टडक लोड गाडी है लड्केर स्नाक्दै यहाँ पहिरो झरेर खर्ने गएछ यहाँ क्या माटो यार सट्टै भित्तै छु यो पहिरो यहाँ पहिरो गऱ्यो माटो फालेको होला माटो फाल्दाखेरि झरेछ कि सबै हेर न लड्केर यार लोड गाडी होला लड्केर त होला नाली पहिल्यै खाल्टो थियो त यहाँ त पहिला खाल्टो थियो नि त हल्का यहाँनिर कस्तो थियो देखेको थियो पहिला यहाँनिर कस्तो खाल्टो थियो यहाँ सर खाल्टो थियो अलिअलि माटो हालेको रहेछ यहाँ खाल्टो भर्नलाई झन् पानी लोड गाडी नहाल्यो यहाँ अब यस्तो भयो क्या ड्राइभर साइडले छेउपट्टि देखेन अनि छेउदेखि देखेर त छिर्थ्यो होला नि त नदेखेपछि यता च्यापेर निस्किँदै यस्तो भयो कहाँ गएर सामान बेच यहाँ अँधेरी खोला रहेछ अँधेरी खोला पठाइदिउँ कि यहाँ सामान यस्तो छ बाटो त लोड गाडी नाली यहाँ बाटो छेक्यो प्याट्टै अर्को यहाँ चाहिँ यो गाडी लकी रहेछ ल गाडीहरू फर्के गाडीहरू यहाँ यस्तो भइसकेपछि गाडीहरू सर्र फर्केदेखि टन्ला लाइन लाएर टुई अब हामी पनि फर्किने भाइ सक्यो पर्वतको पटो सक्यो